नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। मैले चाहिँ आज चना आलुको सब्जी गराउन लागेको साथीहरु। त्यसपछि चनालाई पानीमा भिजाइवरी छोपेर राखे अनि एक दिन पखालेर राखे, फेरि उमार्नको लागि छोड्दिए है साथीहरु। त्यसपछि चना पनि उम्रेर अनि आलु पनि यता तासेर रेडी बनिसक्यो साथीहरु। त्यसपछि चना कुकरमा खनाएर आलु पनि तासेको अनि त्यही राखिदिएर जुवानो र यो चाहिँ गहुँको पिठो है पुरी गराउनको लागि रेडी, डो पनि रेडी भइसक्यो। त्यसपछि छोपेर राखे है केही मिनेटको लागि अनि एकदम सफ्ट हुन्छ नि त। अनि त्यसलाई चाहिँ रोटी बनाए अनि एउटा एउटा गरेर मैले चाहिँ कराईमा पुरी चाहिँ तले है साथीहरु। आज चाहिँ मौसम पनि चिसो चिसो थियो अनि त्यसपछि के खाम भइरहेको थियो नि त। अनि चना आलु थियो नि त अनि फेरि पुरी खान पर्यो भनेर नास्तामा मैले चाहिँ चना र आलु पुरी चाहिँ गराएँ साथीहरु। अनि धेरै भयो थियो नि त पुरी नखाएको। त्यसपछि खाँदा त धेरै समयपछि खाँदा त एकदम मिठो पनि हुने है। झरी पनि यति हालिसके साथीहरु। त्यसपछि मैले एउटा एउटा गरेर पुरीलाई अनि हर्केसमा हाले है। त्यसपछि यता चाहिँ कराई बसालेर प्याज पनि भुट्नतिर लागे अनि एकछिनपछि मसला अनि बेसार अनि नुनहरु पनि मैले राखेर भुट्न लागे। त्यसपछि टमाटर पनि राखे है। टमाटर राखेर अनि चलाउँदै मजाले गलाए है साथीहरु। अनि चाहिँ यसमा चाहिँ सब्जीहरु राख्नको लागि अनि मसलाहरु पनि हाले, अरु मसला नि है। मलाई चाहिँ यस्तै मसलाहरु गोल्डीहरु हालेको एकदम मन पर्छ के सब्जीहरुमा। अनि यता चाहिँ भेत्तल जस्तो रेडी भइसक्यो। त्यसपछि मैले यहाँ चाहिँ अघिको चना र आलु चाहिँ खनाए, फ्राई गरे। त्यसपछि मजाले अनि चलाउन लागे साथीहरु। किनकि मैले पहिले बेसार हालिन नि त चनामा आलुमा अनि भाँडामा पिहाली लाग्छ कि कुकरमा अनि मलाई मनै पर्दैन। त्यसपछि यता चाहिँ प्लेटमा पुरी अनि तरकारी पनि रेडी भयो साथीहरु। अनि आन्टीहरु पनि हुनुहुन्थ्यो अनि आन्टी, मेरी छोरी, गुमा भएर हामी चाहिँ नास्ता खान लाग्यौं। अनि आन्टीहरुले चाहिँ कस्तो भयो भनेको, मिठो छ भन्दै देखाउनु भयो त्यो गुमाले नि। ल खाएर देखाउनु न त भनेको, फेरि ल पखाइ भनेर खानु भएको है। अनि यता आन्टीले मैले पनि देखाउँछु के ल भन्नुभयो। ल त नि त ल भनेर अनि गरेको त ल यसरी खाने हो भनेर देखाउनु भएको आन्टीले नि। मिठो चोखो पकाउँदा फेरि हामी फेरि बाँडेर खान्छौँ है। अनि मैले पनि यसरी हो कि खाने, इस मलाई हेर्नु त भने। आन्टीहरुलाई देखाएको हो कि तपाईहरुलाई देखाएको है साथीहरु। अनि यसरी खाए है। अनि काली छोरीले त मलाई पनि भनेर हेरिरहेछिन् बिचारा। अब चिया पनि ग्लासमा छ है। चिया चाहिँ थोरै अनि भाँडो चाहिँ ठुलो भयो साथीहरु। अनि सानो छोरीले चाहिँ हेरिरहेछिन् के बिचारा है। तर के गर्ने, तारेको चिजहरु दिनु भएन, स्वास्थ्यलाई पनि केयर गर्नु पर्यो छोरीको, सानी छिन् त्यही माथि। अनि त्यसपछि मैले नि पुरी खाइवरी सकाइसके। अनि यता मौसम चाहिँ पानी परेर हेर्नु त हैरान पार्यो साथीहरु। बाइ बाइ।